हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ म तपाईँको सामुन्ने नयाँ अर्निङ एप लिएर आइसकेको छु। यो एपको नेम चाहिँ टाटा रहेको छ। यो एपमा चाहिँ यो एपको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु। मेरो डिस्क्रिप्सनबाट जोइन गर्नुभयो भने स्पेसल बोनस पाइन्छ। यदि मेरो डिस्क्रिप्सनबाट जोइन गर्नु भएन भने हजुरले चाहिँ त्यसरी बोनस मिल्ने छैन है। यसमा चाहिँ हजुरहरूले फर्स्टमा चाहिँ गेम खेलेर सानो सानो टास्कहरू कम्प्लिट गरेर चाहिँ यसमा अर्निङ गर्न चाहनुहुन्छ मजाले लाइभ पनि बसेर अर्निङ गर्न सक्नुहुन्छ। हेर्नुहोस् तपाईँ जस्तै मान्छेहरू कस्तो लाइभ बसेको छन्, नेपाल, इन्डिया कहाँ देशबाट बसेको छन् होइन। अनि मैले चाहिँ अहिलेसम्म धेरैचोटि रेफर गरिसकेको छु र धेरै पाइसकेको छु। हेर्न सक्नुहुन्छ धेरैचोटि रेफर गरिसकेँ र मैले स्पिन पनि फेरि पाइरहेको छु। म माई डाटामा गएर देखाउन चाहन्छु हजुरहरूलाई मैले कति रेफर गरेँ भनेर। मेरो चाहिँ अहिलेसम्म 132 रेफर भइसकेको छ। त्यसमा चाहिँ 79 भेरिफाईवाला रेफर मेरो मान्छे हुनुहुन्छ। उहाँहरूले पनि अर्निङ गरिरहनु भएको छ होइन। यसरी नै हजुरहरूले पनि अर्निङ गर्न सक्नुहुन्छ। मेरो चाहिँ डिस्क्रिप्सनमा लिङ्क दिन्छु, त्योबाट डाउनलोड गर्नु होला। डिस्क्रिप्सन यहाँ कमेन्टमा हुन्छ, कमेन्टमा नभएपछि डिस्क्रिप्सनमा हुन्छ। अनि हजुर चाहिँ पहिलो रिक्वायरमेन्ट चाहिँ हजुरहरूले आइडी लगइन गर्नुपर्छ। मेरो डिस्क्रिप्सनबाट डाउनलोड गर्नु होला। अनि त्यसपछि चाहिँ एप्पल, गुगल, टेलिग्राम भनिएको छ। हजुरहरूले गुगल एड छ भने गुगल एड गर्नु होला। मेरो चाहिँ अहिले गुगल एड छ, म त्यसरी गुगल एडबाट गर्छु। म साइन इन विथ गुगल गरिदिन्छु अहिले चाहिँ होइन। यस्तो कन्टिन्यू गरेँ। हजुरले चाहिँ एउटा एकाउन्ट चुज गर्ने भन्छ। मेरो चाहिँ पहिले अलरेडी एकाउन्ट छ, त्यसैले त्यो एकाउन्ट चुज गरेँ अनि कन्टिन्यू गरेँ होइन। यसरी नै गर्नु होला हजुरहरू पनि। यसरी गर्नुभयो भने हजुरको मेल फिमेल यही हुन्छ, तपाईँ त्यो सबै भर्नु होला। भर्सके चाहिँ यसरी खुल्नेछ। खुलिसकेपछि चाहिँ यो गो लाइभ भन्ने अप्सन छ, देखिरहनु भएको होला। गो लाइभमा जानु होला। अनि यता कता गो लाइभमा क्लिक गर्नु होला। अनि त्यहाँ फेस भेरिफाई भन्ने हुन्छ। मेरो चाहिँ अहिले 5 लेभल कम्प्लिट पार्ने भनेको छ। केटी हुनुहुन्छ भने यो भन्दैन, बोइज हुनुहुन्छ भने यस्तो भन्छ। अनि फेस भेरिफाई पनि भनेको हुन्छ। फेस भेरिफाई गर्नु होला फर्स्टमा चाहिँ। अनि फेस भेरिफाई गर्नुभयो भने फेरि स्पिन दिनेछ। अनि फेरि मीमा जानु होला। अनि टास्क सेन्टर भन्ने छ, टास्क सेन्टरमा जानु होला। टास्क सेन्टरमा गइसके चाहिँ गो टु अनमा जानु होला। त्यसमा जानु होला अनि स्पिन गर्नु होला। मेरो चाहिँ स्पिन खाली छ, मैले चाहिँ अघि भर्खर गरेको स्पिन। यसरी नै स्पिन गर्नु होला र अन गर्नु होला। मैले चाहिँ भर्खर क्यास आउट गरेर देखिरहनु भएको छ। विशाल केसी भनेर 80,000को क्यास आउट देखिरहनु भएको छ। यसरी नै गर्नु होला, अन गर्नु होला। लिङ्क चाहिँ मेरो डिस्क्रिप्सन या कमेन्ट बक्समा हुनेछ। अन गर्नु होला, मौज गर्नु होला। बाई, टाटा, बाई बाई।